नमस्कार सर, उहाँ चाहिँ हाम्रो क्षेत्रको विद्यापीठको अकाउन्ट सेक्सनको सर हुनुहुन्छ। सर, आजको हाम्रो पिकनिक कस्तो भइरहेछ? आज क्षेत्रकै विद्यापीठबाट यो नुवाकोट जिल्लाको ककौनी भन्ने ठाउँमा क्लास 4 देखि 10 सम्मका विद्यार्थीहरू लिएर हामी पिकनिक बिहान आयौँ। यो नयाँ ठाउँ भएको भएर साह्रै रमाइलो रहेछ। डाँडा काँडा हरियाली अनि यो ठाउँ पनि एकदम तल जस्तो भएको ठुलो ठाउँ रहेछ। यहाँ लगभग चाहिँ 50 टोली आए पनि पिकनिक खान मिल्ने। दिनभरि बिताएको थाहै भएन। अब यति रमाइलो भयो कि यो पटक आउनु मिल्ने ठाउँ रहेछ। त्यस कारण मैले आजको यो हाम्रो प्रोग्राम अत्यन्त सफल रूपमा सफल हुन्छ भन्ने मलाई विश्वास लागेको छ। धन्यवाद सर। रमाइलो लागिरहेछ, यस्तो रमाइलो लागिरहेछ कि हाम्रो विद्यार्थीहरू पुरा रमाइरहेछन्। यो डाँडामा, ककनीको डाँडामा एकदमै राम्रोसँग सनको प्रकाश आइरहेछ र सनबाथ गर्दै हाम्रो विद्यार्थीहरू रमाइरहेछन्। त्यसमा चाहिँ हामी पनि रमाइरहेछौँ र हाम्रो म्यामहरू खुब रमाइरहेको रहेछ। खाना मिठो पाकेछ, बच्चाहरू एकदम स्वाद लिई खाइरहेछन् र भविष्यमा फेरि यस्तो पिकनिक होस् भन्ने हाम्रो विद्यार्थीहरूले चाहना गरेछन् र हामी स्योर विद्यार्थीहरूलाई त्यो चाहना पुरा गर्छौँ। धन्यवाद सर। उहाँ चाहिँ हाम्रो क्षेत्रको विद्यापीठको भाइस प्रिन्सिपल सर हुनुहुन्छ। एकदम राम्रो हुनुहुन्छ। हामी सब टिचरहरूलाई उहाँले एकदम राम्रोसँग लिड गर्नुहुन्छ। गाइज, हाम्रो साइन्स टिचर पठाउने के जाओस् नि। वैज्ञानिक किसिमको नै बनाइदिनु भएको छ है। विज्ञान साइन्टिफिक छ, एकदम राम्रो छ। सिस्टमेटिक तरिकाले बच्चाले रमाइरहेको छ। कुनै पनि बच्चा बोर मानेका छन्। सबै बच्चाहरू कुनै खेलकुदमा, डान्समा, घुम्नमा सब रमाइरहेका छन् र यो नै सबभन्दा ठुलो हाम्रो चाहिँ उपलब्धि भन्नु पऱ्यो। किनभने पिकनिकमा बच्चा रमाइलो आओस् भनेको रमाइलो गरिरहेका छन् र यसैमा हामी सबै सन्तुष्टि हुन्छौँ। हस् त, धन्यवाद सर। नमस्कार सर, हाम्रो चाहिँ उहाँ क्षेत्रको विद्यापीठको डिआई सर हुनुहुन्छ। सर, आजको यो हाम्रो पिकनिक कस्तो भइरहेछ? पिकनिक हाम्रो एकदम रमाइलो भयो म्याम। बच्चाहरूले पनि इन्जोय गर्दैछ अनि मेन फिडब्याक त बच्चाहरू हो, दे आर टोटली सेटिस्फाइड एन्ड ह्याप्पी। अहिले म बास्केटबल प्लेयरहरूलाई लिएर जाँदैछु अलि चाँडै, किनकि उनीहरूको आज पिपल्समा फाइनल म्याच छ। लेट्स होप वी विल विन द म्याच। त्यसैले म चाहिँ अलिक चाँडै जाँदैछु म्याम बच्चाहरूलाई लिएर टुर्नामेन्टको लागि। थ्याङ्क यू सो मच। बेस्ट अफ लक सर, टिम। नमस्कार सर, आज हाम्रो पिकनिक कस्तो भइरहेछ नि? एकदम वन्डरफुल लाग्यो। आज बच्चाहरूको एकदम एक्टिभिटीहरूले नै एकदम धेरै आनन्दित फिल बनायो। अझ ठाउँ हेर्दा झनै आनन्दित। त्यो माथि बच्चाहरूको यति राम्रो, यति एनर्जेटिकले भरिएको सबै एक्टिभिटीहरू हेर्दाखेरि एकदम मन आनन्दित भएको छ।